जङ्गबहादुरले आफ्नो कुल देवी स्थापना गरेको मन्दिर हो, पञ्चायत मन्दिर। जङ्गबहादुरको क्षेत्रमा बालेन शाहको प्रवेश। राजा रानी भन्ने कुरै छैन, जो मान्छे आए पनि राम्रो काम गरोस्, त्यही प्रगति त्यही भइरहोस्। तत्कालीन समयमा श्री 3 जङ्गबहादुर राणाले स्थापना गरेको कुल देवताको यो मन्दिर, यो पवित्र ठाउँ रहेछ। इतिहास लेखिएको ढुङ्गाहरू पनि हामी देख्न सक्छौँ। सबैले गर्नुपर्ने काम हो, उहाँले मात्रै होइन, सम्पूर्ण मान्छेले काम गर्नुपर्ने हो। त्यही काम गरेको अब लगाएको ठिकै छ, राम्रै छ। हामीले त स्वागतै गरिरहेको, जहिले पनि आओस्, जहिले पनि गरोस्, हामीले चाहना नि त्यही छ। हामी थापाथलीको सुकुम्बासी बस्ती र यो नजिकै रहेको जङ्गबहादुर राणाको छुट्टै शासन उनले स्थापना गरेको मन्दिरमा रहेका छौँ। यही ठाउँमा हो बालेन शाहले डोजर चलाउन सुरुवात गरेका थिए। राजनाथ पाण्डे जो काठमाडौँ महानगरपालिकाको महानगर प्रहरी बलको प्रमुख एसएसपी हुनुहुन्छ, उहाँको टाउको फुटेको ठाउँ यही हो। यहाँबाट खोला बगेर चाहिँ यहाँ यो जितेश्वर महादेव हो, उहाँलाई स्नान गर्थे। यहाँ एउटा चाहिँ झ्याल छ, ल हेर्नुहोस् यता, यहाँ झ्यालै छ यहाँ। त्यहाँबाट पानी गएर चाहिँ छालले शिवजीलाई स्नान गर्थ्यो। र वास्तविक रूपमा भकारी देखिए अनुसार खोला यहाँसम्म रहेछ। यही भागमा देख्न सक्नुहुन्छ विभिन्न मन्दिरहरू छन्। राणाकालीन समयमा बनेका सम्पदाहरू